नमस्कार, म हरिबोल विष्ट। आज वैशाख 1 गते नयाँ वर्ष विश्वभरि छरिएर बस्नुभएका सम्पूर्ण नेपालीहरूलाई यो नयाँ वर्षको मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। साथै यो नयाँ वर्षमा देशले नयाँ उन्नति प्रगति पाओस्, सबै नेताहरूको विचार धारणाहरू नयाँ सोचले अगाडि बढोस्। अहिलेसम्म कुनै गन्तव्यमा पुग्नको लागि एक पाइला सार्नु पर्छ। अहिलेसम्म पनि हाम्रो देशले विकास प्रगति उन्नतिको लागि एक पाइला पनि सारेको छैन। सबै नेताहरू चाहिँ त्यो कुर्सीकै वरिपरि रुमल्लिएर बसेका छन्। त्यस्तो कहिले पनि नहोस्। नेताहरूको सुरुमा त आफ्नो सोच बदलियोस् र देशले फेरि पनि दिनौँ जुन युवाहरू विदेश लिनु परेको छ त्यो भोग्न नपरोस्। देशले चाहिँ नयाँ कल कारखाना र रोजगारको मौका पाओस्। यही नै त्यसैभरि विश्वभरि नै छरेर बस्नुभएका सम्पूर्ण नेपालीहरूलाई त्यस नयाँ सालले नयाँ जोस उमङ्ग ल्याएर सबैको घर घरमा खुसियाली ल्याओस्। र साथै अब हामी जसरी अहिले विदेशमा आएर बस्नु परेको छ, फेरि पनि कुनै पनि युवाहरूले यसरी चाहिँ विदेशमा आउन नपरोस्। रोजगारको मौकाहरू अवसरहरू नेपालमै नै होस् र अन्तिममा यो विश्वभरि नै छरेर बस्नुभएको सम्पूर्ण नेपालीहरूलाई यस नयाँ वर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामनाको साथ पशुपतिनाथले तपाईँ हामी सबैको कल्याण गरून्। सबैको जय होस्। जय नेपाल।